हेलो साथीहरु, फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो भिडियोमा। आज चाहिँ म के देखाउन गइरहेको छु भने नि मेरो हिजो बाँकी भएको काम जुन बारीमा नल बाँड्न जानु पर्ने थियो त्यो नल बाँड्नेर घरमा ल्याउने। आजको मौसम पुरै पानी पर्ला जस्तो छ नि त, त्यही भएर नल नभिज्नको लागि चाहिँ हामी आजै बाँडेर घर ल्याउने छौं। ल म चाहिँ जाँदै छु है त। अनि यहाँ चाहिँ मेरो गोल्डी सुतिरहेको छ है। हेलो गोल्डी 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 साथीहरु म चाहिँ हिँडे। बाई बाई। मेरो गोल्डी छ यहाँ, म बाई गर्छु। गोल्डी उठिसक्यो नि त, अघि सुतेको गोल्डीलाई हेर्नु। गोल्डी बाई गरिदेऊ नि त दिदीलाई। यता यता ए बाई गरिदेऊ। बाई गर्दैन। म चाहिँ हिँडे है त साथीहरु। गोल्डी अहिले कराउँछ, अलि टाढा गएर हेर्छ अनि। ल यहाँ देख्न सक्नुहुन्छ ठुलबाले साग टिप्नु भएको छ र छेउमा आलु खेत पनि। यो सब ठुलबाको मेहनत हो नि त। अनि उतापट्टि देख्न सक्नुहुन्छ फुलिरहेको तोरीले बारी नै चम्किरहेको छ है। मेरो मम्मी चाहिँ त्यहाँ बारीमा पुगिसक्नु भयो के। अनि साथीहरु, ब्युटी अफ भिलेज भनेको यही त हो नि, हैन त। अनि यो तोरीमा कस्तो मजाले मौरीहरू भुनभुनाइरहेको छ कि, कस्तो मजाले सुनिरहेको छु कि मैले चाहिँ। साथीहरु, म चाहिँ ठ्याक्कै मेरो बारीमा पनि आइपुगे। यहाँदेखि चाहिँ उता हाम्रो बारी हो। सो अब हामी यो सुकाइरहेको नलहरू उठाउँछौँ। त्यहाँ भाउजू पनि आउँदै हुनुहुन्छ पराल लिएर। अब म हजुरहरूलाई मेरो काम देखाउँछु। यो सब नलहरू हामीले उठाउनु पर्छ आज। मम्मी चाहिँ अघि नै आएर काम गर्दै गरिसक्नु भयो। मलाई गाली पनि गर्दै हुनुहुन्छ है। म चाहिँ भर्खरै आउँदैछु र त्यो देखिरहेको बिल्डिङ चाहिँ स्कुल हो। त्यहाँ म टिचिङ पनि गर्छु है। अनि आजको हाम्रो काम यही हो। साथीहरु, मैले मेरो काम पनि सुरु गरिसकेँ। देख्न सक्नुहुन्छ आजको दिन यसरी नै बित्नेछ हाम्रो। आज स्याटरडे है। स्याटरडे पुरै काम भयो मेरो चाहिँ आज। एकछिन पनि खाली भएन। के गर्नु, गर्नै पर्यो काम त। लल्ची गरी भए पनि एक साइडको चाहिँ हामीले सकाउन लाग्यौँ है त। अब अझै उतापट्टि बाँकी नै छ, कहिले सकाउने होला। लाग्दै आएर मोबाइल समाएर भिडियो गर्न थालिहालेँ। अझै लाग्छ नि त, यतिको त गर्नै परेन त। साथीहरु, उता त सकायौँ। अब यता बाँकी छ। अनि यता पनि थोरै छ, धेरै त छैन। अब यो उठाउँछौँ अनि म उठाउँछु, मम्मीले बाँध्नुहुन्छ। अनि त्यस पछाडि हामी घर गइहाल्छौँ। म चाहिँ अब बाँध्न पनि थालेँ। मम्मी एक्लालाई अलिक गाह्रो भयो अरे के, अनि त्यही भएर बाँध्न नआए पनि अलिअलि मम्मीलाई सोध्दै बाँध्दैछु। थकै पनि लाग्यो भन्दा चाहिँ मम्मीलाई ममसँग रिसाउँदै काम गर्दैछु म आज। हेलो गाइस, देखो ना गाइस, देखो ना क्या है ये गाइस, देखो ना गाइस, और देखो ना गाइस, बहुत थक गया गाइस, क्या बोलेगा वो गाइस। देखो ना गाइस, देखो ना दो ठो है गाइस, देखो ना गाइस, देखो ना। फाइनली गाइस, त्यो सब गाइस अब हाम्रो काम चाहिँ सकिनै लाग्यो। लास्ट एक भारी बाँकी छ। मम्मी र मलाई सानो एक भारी हुन्छ। साथीहरु, हामी लास्ट हाम्रो बाँकी भारी पनि अब हाल्न लाग्यौँ। देख्न सक्नुहुन्छ। ल मैले चाहिँ भारी हालेर पनि बाँध्दैछु। मेरो भारी चाहिँ जहिले पनि बिग्रिन्छ, आज पनि बिग्रेकै छ, बाङ्गो भएको छ। अब मम्मीको पालो, मम्मीलाई गजर अनि हामी घर गयौँ। साथीहरु, म चाहिँ यसरी भारी बोकेर हिँड्छु।
साथीहरू हामी चाहिँ त्यही तोरीबारीबाट टुई हिँडिरहेको छौँ कि आलुबारी पनि छ आइछन् त साथीहरू म चाहिँ अर्को बारीमा आइसकेँ अर्को कामको लागि मेरो काम के हो त्यो देखाउँछ है त साथीहरू म चाहिँ अब रुखमा जाँदैछु घाँस झार्नको लागि देख्न सक्नुहुन्छ बुटुङ टुङ 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 जाँदैछु र घाँस पनि झार्न थालेँ धेरै चाहिँ झार्दैन थोरै मात्रै झार् साथीहरू म चाहिँ रुखबाट झरी पनि सकेँ देख्न सक्नुहुन्छ अब म घाँस बटुल्छु हाम्रो चाहिँ भारी पनि रेडी भइसक्यो है त अब हामी यसलाई बोकेर घर जान्छौँ अनि साथीहरू आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ माई भिडियो